ल म हिँड्दैछु आज खाडीमा यता कतारमा त गाह्रो छ त हौ हामी त यसो साथीकोतिर हिँडेको गाह्रो छ हौ सेलबुढा कता हौ दाजुलाई उता हेरेर बल पैसा माथि 700 रुपैयाँ दिन्छु भन्छ माथि अब कसले पो दिन्छ अरे मात्रै गर्दा खतम भयो नि बेवाले कुन जात थाल दिने हो र ल म उता लाग्यो एकछिन अब उता सब्जीकोमा जाँदैछु अरे यार यसै हो उता अरे हामी भनेको यस्तै छ हाम्रो पारा के गर्नु यस्तै तर के गर्नु यता त गाह्रो पो छ यत्रो गर्मी छ यार त्यही भएर चाहिँ म चाहिँ आज सम्झीकोमा जानु लाग्छु सम्झीको दिन पनि लाग्छ कि फेरि सम्झीलाई यसो भेट्नु त भनेर हिँडेको अब घाम चाहिँ माथि फेरि घामको त यहाँ त के एक छ नि हो गर्मी साह्रै छ त्यही भएर सम्झीकोतिर हिँड्नु चाहिँ अब यसो साह्रै चाहिँ जानु चाहिँ अहिले यस्तो मोबाइल छ कामबाट गएर आउँदैछ सबै यो बुढो मान्छेहरू चुरोट खाने होइन फेरि गर्मी रहेछ है त्यही भएर टाउकोसँग हिँड्नुपर्छ हौ सम्झी मलाई आइपुगेँ त सम्झी एकदम मजाले आनन्दले सुत्नु भएको छ सुत्नु चाहिँ अलिक गर्मी चाहिँ लास्ट थियो अहिले चाहिँ अलिक कम भएको रहेछ अनि त्यही भएर फेरि अब म